अनि थन्किरहेको पुल, बिग्रेको गाडी मलाई चित्त बुझ्दैन। अनि मैले ठेकेदारलाई भेटेर मैले भने र उहाँलाई सम्झौता गरेर सबैको सहमतिमा काम भयो र आज यो ठाउँ बन्दै गर्दाखेरि यो कार्यक्रम 12 वर्ष 5 बजे पछाडि आउनु होला यहाँ मोमबत्ती जलाउने गरी सर्वको परिवारलाई पनि लिएर। अनि त्यो यात्रादेखि आजसम्मको 12 वर्षको यो यात्रामा 1 दशक पुरा भएर 2 वर्ष पनि लाग्यो र अब त्यो पनि कटिसक्यो। त्यसकारणले समय बित्न समय लाग्दैन मित्रहरू, तर तपाईँ हामीले त्यो समयलाई चिन्यौँ भने हाम्रो जीवन सार्थक भएर जान्छ। हेर्नुहोस्, हिजो नानीमा डोर्याउँदै आएको थिएँ, मेरो नानी पूर्व नाच्थ्यो, आज हेर्नुहोस् सबै सेट उसले चलाउँछ, सेटअप उसले गर्छ, मलाई कति आनन्द छ। त्यसकारणले दिन बितेको थाहै हुँदैन। हेर्दा हेर्दै हाम्रो केस र दारी अचानक एउटा फुलेको देख्यो भने तनाव बढ्छ, अरे मेरो त केस दारी फुलेछ। कालो लगाएर पनि फेरि त्यो कालो हुँदैन, केही समयमा जति कालो लाउनु त्यति फेरि गोरो हुँदै जान्छ। हामी क्रिम लगाएर घाममा हिँड्छौँ तर कालो हुन्छौँ। कपाल र दारी एउटा यस्तो चिज रङहरू भन्ने कुरा जब हर्मोनको कमी हुँदै जान्छ, जब हामी चिनी धेरै खान्छौँ भने हाम्रो कपाल चाँडै फुल्छ। यसो भनेर फेरि चिया खान नछोड्नुहोस् है। चिनी चाहिँ बढी खायो भने मैले आज यो कुरा भन्नु त हुँदैन थियो, फेरि यहाँ चिया बेच्नेलाई असर पर्ला। तर तपाईँहरू दुःखी नहुनुहोस्, तपाईँको लागि पनि हो। चिनीको मात्रा हामीले बढी खायौँ भने हाम्रो छालाहरू चाँडै चाउरी पर्छ, हामीलाई बुढो देखिन्छ। रुपेश भाइले मलाई भन्नुहुन्छ तपाईँलाई जहिले जवान देखिन्छ, तर भाइलाई पनि म जवान हुने आशीर्वाद दिन्छु आज। थ्याङ्क यू सो मच। मेरो भाइको प्रगति भइरहेको छ है, भाइको उन्नति म चाहन्छु। भाइले बनाउँदा चाहिँ पनि मुद्दामा पनि पुगेको छु म। हामी एउटै परिवार हो। म जहिले खाने बस्ने सुत्ने मलाई आफ्नै घर जस्तो लाग्छ। राकेशजी उहाँको दाइलाई पनि सम्झिरहेको छु परिवारलाई। र आज चाहिँ 12 वर्ष बित्दाखेरि पनि तपाईँ किन यस्तै हो उस्तै हो भनेर सोध्दैरहनु साथीहरूले। यो चाहिँ भगवानको कृपा अर्थात् परमेश्वरको आशीर्वाद हो। ताली बजाउनुहोस्। किनभने जब तपाईँ हामी एउटा सत्यको बाटो हामी हिँड्छौँ, सत्यको मार्गमा हामी हिँड्छौँ, तपाईँलाई सबै कुरा जुट्छ। आमेन आमेन। तपाईँलाई सबै कुरा पूर्ण हुन्छ, किनभने